अहिले चाहिँ रोटी खाने भएकोले गर्दा चाहिँ हामी होइन यहाँ चामल भिजाएर राखेको थियो हो सेलरोटीको लागि। त्यही अब यो कुट्नु छ मेरो चाहिँ काम आज चाहिँ होइन। त्यहाँदेखि दोकान जानु छ। सेलरोटी नखाएको निकै भएको थियो नि त, दसैँ पनि आउँदैन हो, त्यही कारण चाहिँ अब आलु सक्यो अरे गङ्गा फुट जानु। Ladies and gentlemen, welcome back to my channel. It's me Explore on Vlog होइन। अब हामी चाहिँ बिहानको खाना खाँदैछौँ। बिहानको आमाको पनि डाइट चाहिँ हेभी छ। आमा देखाउनु यता के सरम मानेको यति यहाँ गुन्द्रुक छ होइन, तान्द्रुक तुन्द्रुक गुन्द्रुक बिस्कुट पनि खाइसकेको होइन, दुध पनि छ होइन। कहाँ कसको यो पर है अङ्कलहरूको पुऱ्याउँछ। हाम्रो चाहिँ मेन चाहिँ काम चाहिँ साह्रै बेसी छ होइन। आजको वेदर चाहिँ एकदमै दामी भएको छ। देख्दैछ होला फुलहरू होइन। यो जुत्ता लाएर चाहिँ होइन आलुबारी हेर्न जानुपर्ने छ। माथि आलुबारी घाँस पनि ल्याउनु छ हो। अस्ति आलु रोपिरहेको थियो होइन। अब यतिखेर चाहिँ खन्ने टाइम हो नि त, त्यो हेरेर चाहिँ ल्याउनु पर्ने छ हो। अब खन्नु त आज खनाइ हुँदैन, अब एक दुई दिन टाइम लाग्छ। तिम्रो माया उनसय भए मेरो माया सही, तिम्रो माया जुन तारा भए। आलु र मटर चाहिँ एकदमै दामी भएको छ। मटर यहाँ छ, आलु छैन त पुरै छ है। यहाँ चाहिँ आलु छ हो, खन्ने बेला भएको छ। मकै पनि गाइप। अस्ति यस्तो दुःख गरेर मकै छरेको, केही न काम केही छैन छ हो। मकै त एउटा उम्रेन छ हो, दुःखैमा त हो नि। आलु चाहिँ कतिको फलेछ बोट खनेर याद पाउँछ। ए लौका रिट छैन छ फलेको राम्रो। ए रहेछ अलिअलि भए यहाँ त हुँदैन उयो टुसारोले गर्दा। घाँस झऱ्यो साह्रो छ यहाँ चाहिँ। हामीले चाहिँ घाँसको बारी राखिसकेको छौँ, हटिन अलिकति। यता आमा छ होइन, घाँसको बारी राखेको छु। मुख्य समाचार आजको लागि यति नै। हाम्रो गाईहरू टाउको हलाउँदैछ, खतरा मुख्य समाचार। बिहान गएको हामी, दिउँसो भइसक्यो। त्यही नै हो आजको मुख्य समाचार। अब गएर चिया खाने हो, पानी खाने हो। त्यही नै हो आजको मुख्य समाचार। लुगा केस ह्याप्पी भइसकेको छ यहाँ। त्यो पैसा निकाल्नु बेच्नु चाहिँ आजको मुख्य समाचार। हेर्नु नि उकाल यता हो उकाल टोइलेट गएको मान्छेलाई मैले चाहिँ उकालो लगिदिएँ नि त। यतिको तागत चाहिँ छ मेरोमा। आजको मुख्य समाचार हटे साइडमा। आजको मुख्य समाचार बिहानै रनिङ गएको, आम्मा 10 किलोमिटर कुदेर आएको, जिउ त ल्याप्पै भइसक्यो हो। बाबा चाहिँ अघि इस्कुस रोप्नु गएछ होइन। हाम्रोमा चाहिँ यस्तो खतरा मान्छेहरू छ कि अब हस्पिटलबाट आएको भोलिपल्टैदेखि काम गर्न थाल्छ। त्यही हाम्रो मुख्य समाचार चाहिँ। यता आमा चाहिँ अब चिया पकाउनु लागि रेडी भइरहेछ। आमाले पकाएको चिया मिठो हुन्छ नि त, त्यही कारण चाहिँ रेडी छ हो। मेरो चाहिँ बेसी चया परेर हेर्नु नि आमा। आमा चाहिँ फोन देखाउँदैछ अहिले चाहिँ। पैसा पनि देखाइदिनु कति छ देखाउँदा। 600 मेरो त भोलि म दिन्छु बनेको छ। घाँस काट्दा पनि पैसा पाएको छ हो। आज चाहिँ सक्ट भइदिइरहेको छ होइन। आमा
यो देखि सक्नुहुन्छ होला यो चाहिँ हाम्रो सबै फुलहरू होइन तपाईँहरूलाई मन पर्यो भने हामीलाई माग्नु सक्नुहुन्छ यता चाहिँ माली फुलमाली हो चोर्दै लिएर रोप्छ आमाले चाहिँ फुल चाहिँ यताउता चोर्दै हो गोजीतिर चाहिँ घर आउँदाखेरि चाहिँ गोजी हुन्छ अब फुलहरू चाहिँ चोरेर म चाहिँ त्यस्तो बानी छैन हो फुलहरू चोर्ने म चाहिँ पटैसँग चोर्दैछु घर झर्नै पऱ्यो भनेर होइन फुल चाहिँ तर कस्तो भनेर अब मागेको चाहिँ सर्दैन अरे हो त्यही कारण चाहिँ हाम्रो आमालाई चोर्नु बाध्यता लाग्यो अब होइन हाम्रो अब त्यस्तो चोर त होइन नि तर अब मागेको चाहिँ सर्दैन अरे त्यही कारण चाहिँ चोरेको त्यही हो आमाले चाहिँ यहाँ चिया बनाउँदैछ होइन ए चिया खाना पकाएको दिउँसोको लागि चाहिँ खाना आमा आफै आएर पकाउनु पर्दैछ हो यो के हुँदैछ महोदय घाँस काटेर आउँदा पनि खाना आफै पकाउनु पर्ने चिया पनि पकाउँदैछ होइन ए हत्तु भइदियो स्प्राइट चाहिँ नि खानु हुँदैन रहेछ अस्ति बाबुको अपरेसन हुनु भनेर 2 दिन अगाडि स्प्राइट र मोमो खाएको कि मैले अपरेसनै क्यान्सल अझै 1000 फर्किकन अपरेसन भएको होइन स्प्राइटहरू चाहिँ दिनु हुँदैन रहेछ हस्पिटलतिर चाहिँ बस्दाखेरि चाहिँ म त बदमास हो हस्पिटल आमाले मलाई सेट देखेँ त आमाले चाहिँ फुल रोप्ने अरे हो फुलको बिउ काट्दैछ आमा यो के फुल भन्नु त येदुना बेगुनिया फुल अरे हो यो चाहिँ अब एकदमै चर्चित छ यो फुल चाहिँ राबुङलामा होइन त्यही कारण चाहिँ आमाले आज रोप्ने अरे धेरै जाँगर चलाएर ए म चाहिँ जान्दिनँ मैले चाहिँ अहिले चाहिँ अलिक चियालाई कन्ट्रोल गरेर पानीतिर ध्यान दिन थालेको छु चियाले चाहिँ बेसी ग्यास्ट्रिक प्रब्लम आएर चाहिँ त्यस्तो गर्नु परिरहेको छ होइन डाइरिया भएर चाहिँ मलाई यहाँ साह्रो पारिरहेको छ होइन त्यही कारण चाहिँ पानी खाएको नि त चिया चाहिँ 1-2 दिन ग्याप गरिदिएको अहिले चाहिँ रोटी खाने भएकोले गर्दा चाहिँ हामी होइन यहाँ चामल भिजाएर आएको थियो हो सेलरोटीको लागि त्यही अब त्यो कुट्नु छ मेरो चाहिँ काम आज चाहिँ होइन दोकान जानु छ सेलरोटी नखाएको निकै भएको थियो नि त दसैँ पनि आउँदैन हो त्यही कारण चाहिँ अब आज घरमै बनाएर खाने प्लान गरेको होइन त्यही कारण चाहिँ अब चाहिँ चामल कुट्नु भनेको छ पिठो आलु सक्यो अरे गङ्गा फुट जाउँ जय बजरङ्ग बली त्यो चाहिँ हामीले अब पिठो कुटेको हो हनुमान भन्नु अरे साइड चाहिँ अब कहाँ पाएको थियो पिठो कुटेर एकछिनमा प्लेट पारिदियो 1 केजी मात्रै थियो अब 2 केजी जस्तो पिठो लिएर बनाउनु पर्छ रोटी भनेपछि होइन म पिठो ल्याउनु दोकान गएको पिठो तेलहरू ल्याउनु पर्छ हो त्यसको लागि दोकान गएको मैले मैदा सैदा सब ल्याएँ होइन रोटी खाने चाहिँ यस्तो मन थियो कि मलाई यस्तो मन थियो कि कहिलेदेखि सोचेको मैले रोटी खान्छु भनेर चाहिँ अब चाहिँ होइन बाबा पनि घरमा आयो टक्कै हो हस्पिटलबाट बाबालाई पनि के अब एनर्जी आउने खुवाउनु पऱ्यो नि त त्यही कारण चाहिँ ल्याम पारेर आज रोटी पोलेर खुवाइन्छ होइन आमाले पोलिहाल्छ पोल्नु त हो म त अब यसो एकछिन कामसाम सकाएर अब बेलुका इभिनिङ रनको लागि जानुपर्छ आमाले अब टक्कै बेलुका आउँदा चाहिँ रोटी सोटी रेडी पारिराखेको हुन्छ त्यतिको चाहिँ हुन्छ नि त म चाहिँ अस्तिदेखि खाउँ क्या हो त अब काहीँ के मरौतिर जाँदा पनि रोटी मात्रै मलाई यस्तो मिठो लाग्यो मनपर्छ कि रोटी चाहिँ यस्तो मासु चाहिँ बरु त्यति साह्रो मन पर्दैन रोटी चाहिँ यति बेसी मनपर्छ कि त्यही कारण होइन आज फाइनल्ली म चाहिँ आज रोटी खाने हो मजाले आलुदम पनि बनाउँछ होला सायद
जस्तै आलु खनेरै लिएको छँदैछ हो। अब त्यो आलु दमसँग चाहिँ अन्त रोटी ढ्याक्कै एउटा पनि खाँदा चाहिँ यस्तो मजा आउँछ कि अब त्यही छ जस्तो त्यस्तै देखाउने हो होइन भिडियो चाहिँ। अब तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब फलो सब दबाएर ट्याक 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 पारिदिनुहोस् होइन। होइन मेरो पनि स्कुल प्ल्याट भइहाल्यो छुट्टी भइहाल्यो त्यही छ। लाइक कमेन्ट सेयर सब्सक्राइब फलोहरू गर्नु नभुल्नु होला। आउनेछु अब म नेक्स्ट ब्लगमा। टाटा बाई बाई।